ल केटा हो हामी चाहिँ अब भैरवकुण्डको यात्रातिर निस्किन लागेका छौँ। के सर है त हेलो हेलो भैरवकुण्ड है हामी ठ्याक्कै दक्षिण पवाको चोकमा पुगेका छौँ। अब यहाँबाट हामी चाहिँ नाङ्लेबाडी हुँदै सिकाकाट हुँदै 0 किलोमिटर हुँदै 12 बजीतिर लाग्दैछौँ। दक्षिण पवाभन्दा अलिकति माथि यो बाटोबाट चाहिँ अब हामी हिँडेचोड नभइकन नाङ्लेबाडी मेलम्चीको रोडतिर चाहिँ जाँदैछौँ है। सिपाघाटमा हामी ठ्याक्कै आइपुगेका छौँ। सिपाघाटमा आएर चाहिँ चिया नास्ता खानको लागि बसिरहेको छौँ हामी। यस्तो नास्ता खाँदै साथीहरू है सिपाघाटमा। ल हामी ठ्याक्कै डोलाल घाटमा पुगेका छौँ। यस्तो छ अहिलेको मौसम यहाँ डोलाल घाटको। दाजुभाइ पछाडि सबसे पछाडि हामी नै हो। ठ्याक्कै सुकुटीनेरी पुग्न लाग्यौँ हामी। चौर आइपुगेका छौँ। घाडी चौरमा यसो खानासाना खाएर अनि फेरि अगाडि बढ्छौँ हामी। ल साथीहरू यहाँ छौँ हामी सबैजना घाडी चौरमा आइपुगेका छौँ। अब खानासाना खाएर ठ्याक्कै अगाडि बढ्छौँ है। अहिले हामी ठ्याक्कै 12 बिसे बजारमा छौँ है। यस्तो छ 12 बिसे बजार। नौ कुरो गर्छ हामीले। अलिअलि ढलान त नि आएको छ अहिलेसम्म। ल यही हो पाहाडको त ढलान छ। ल ल मलाई हिमालसित त्यही छ पानीको त। यहाँ चाहिँ के पाइयो के पाइयो। हाम्रो घरतिर ऐसेलो भन्छन्, अरू ठाउँमा के भन्छन् है केटा अब होइन। ऐसेलु भन्दा भोटेको सिसे यदि तल देखिन्छ है। अगाडि हिमाल देखिरहेको छ। सिङमा आएर हामीले ऐसेलो पनि खाइयो। एकछिन यसो साथीभाइहरू सबै यसो रेस्ट है हामी। लिस्टीमाईको मन्दिरमा आइपुगेका छौँ। लगभग 24बाट कम्तीमा पनि 1.5-2 घन्टासम्म लाग्यो। यो चाहिँ ठ्याक्कै लिस्टी मन्दिरबाट यहाँ तल सानो यहाँ आएपछि चिसोको अनुभूति भयो। यहाँ चाहिँ पुरै हरियाली छ। यस्तो छ पारी चाहिँ उतो हिमालको ठ्याक्कै मुनतिर लासा बजार देखिरहेको थियो। अनि तलबाट त्यस्तो छ है साथी हो। हामी यहाँ आइपुगेका छौँ। के भन्दैछ तर चाहिँ एकदमै ठुलो संरचना भन्दैछ यो ठाउँमा। त्यसरी पुरै अफरोड आउनुपर्ने हुन्छ। त पारीको कोदारी राजमार्ग छोडेर 9 किलोमिटर माथि लिस्टी भन्ने ठाउँमा लिस्टी माईको ठाउँमा आइपुग्यौँ। साथी हो बगाम भन्ने ठाउँ चाहिँ यस्तो छ। यहाँ बस्न खाना सबै सुविधाहरू राम्रो छन्। यो समुद्र सतहबाट 2800 मिटरको उचाइमा रहेको छ भने यहाँबाट चोक्रामोक्कर चाहिँ जुन लास्ट डेस्टिनेसन छ भैरवकुण्ड जाने त्यो चाहिँ यहाँबाट 14 किलोमिटर लगभग 14 किलोमिटर रहेको छ। पुरै अफ रोड हो। बाइक चाहिँ राम्रो बाइकहरू लिएर जानुपर्ने हुन्छ, नत्र दुःख पाइन्छ। माथि गएर बाइकहरू उक्लिनलाई एकदमै गाह्रो पर्छ। सकेसम्म सिग्नलमा पर व्यक्ति एउटा बाइकहरूको व्यवस्था गरेर हाम्रो चोरी गाईहरू यसरी चरिरहेका छन्। यस्तो लोकेसनमा पुगेका छौँ हामी। यस्तो दामी छ। यताबाट चाहिँ हिमाल देखिन्छ।
अब हामी यहाँतिर पुग्ने जस्तो छौँ। ल साथी हो जोशी यात्रा हिँड्ने टोली ठाडै निक्ला। एप्पल ब्रेक है हाम्रो यो एप्पल ब्रेक अहिले सिद्धिसक्यो। अब यो चाहिँ अब पुष्टकारी ब्रेक पनि भयो यहाँ उनीहरू यस्तो झुक्राएपछि टोली गाईहरू भाग्दा भाग अब यस्तोमा तिर्बल हालेर सुत्नु पर्ने अवस्था आज हामीले। लालीगुराँस डाँडो रहेछ यो लालीगुराँसै लालीगुराँस त्यसरी हामीले बाटो देख्यौँ त्यहाँसम्म हुन्छ कि जस्तो छ है। अब त चिसो बढ्यो साथी हो है मेरो विचार ऊ त्यो डाँडाको माथि चोकर मोकर जस्तो लाग्यो। अब हाम्रो यति मात्रै यात्रा छ है। चोकर मोकर भन्ने ठाउँमा चाहिँ आइसक्यो आइपुग्यौँ हामी यहाँ चाहिँ। अब यहीँबाट भोलि हामी 2 घन्टा हिँडेर ऊ त्यो माथिको ठ्याक्कै देखेको कालो उसमा पुग्छौँ। बिहान 8 बजे हामी निस्केका थियौँ अहिले ठ्याक्कै हामी 6 बजी चाहिँ पुग्यौँ यहाँ ठ्याक्कै चोकर मोकर भन्ने ठाउँमा। एउटा साथी चाहिँ हाम्रो त्यहाँनिर तल छ ऊ पल्सरले तल ठाउँमा ऊ त्यो माथिको ठाउँमा चाहिँ फोनै टावर नलाग्ने चाहिँ चोकर मोकर भन्ने ठाउँमा यहाँ तल आएर चाहिँ फोन लाग्ने भएर चाहिँ हामी सम्पूर्ण साथीहरूले चाहिँ आफ्नो आफ्नो घर घरमा चाहिँ यहाँ आइपुग्यो भनेर जानकारी दिँदै है। चोकर मोकरमा हामी बस्ने ठाउँमा पनि राम्रै सुविधा रहेछ यहाँ पनि। चोकर मोकर भन्ने ठाउँमा केटाहरू आनन्द ल तिहारी यहाँ छ हाम्रो सुमन कुमार मामा नारे केशव महेश काले यता उप आइरहेछ के रे हामी अहिले बिहानको 4 बजे यसरी बत्ती बालेर हिँड्दैछौँ भैरवकुण्डतिर। अहिलेको 4:30 भइरहेछ। साथीहरू यसरी आउँदैछन् तल ऊ त्यो हामी परको त्यो टापुरामा भएको त्यो 2टा रातो रातो घरमा बसेका थियौँ बिहानदेखि हिँडेर यहाँसम्म आइसक्यौँ। केटाहरू आउँदैछ मस्केसी उक्लिँदैछ हामी त्यो चुचुरोबाट नि अर्को चुचुरोमा फेरि अर्को डाँडो छ त्यहाँ पुग्छ है साथी हो। संरचना बस्ने संरचनाहरू चाहिँ यसरी बिबिचा बन्दै रहेछ पुरै चट्टानै चट्टान भएको ठाउँ। त्यसपछि त्यो थर्डमा देखेको हिमालको पछाडि हामी जाँदैछौँ। अहिले चाहिँ त्यो सनलाइट त्यसमा नपरे भएर हिमाल हिउँ देखिरहेको छैन त्यो पछाडिको सबै हिमालहरू हुन् छैनौँ। हाम्रो साथीहरू अगाडि जाँदैछन् कोही पछाडि छन् हामी चाहिँ अगाडि अगाडि लागेर हिँडिरहेको छौँ। केटाहरू आउँदैछन् हामी 4046 मिटरको एउटा जोरपाटी भनेर लेखा छ त्यो ठाउँमा आइपुग्यो। सबै चट्टानै चट्टान छन्। आयो होइन आउँदैछ होइन ल केशव पनि आइपुग्यो उता नरे उता हाम्रो प्रवीण कुमार तिवारी अलिकति पछाडि छ नि के छ तिवारी सनराइज हुँदैछ साथीहरू।
ठ्याक्कै सनराइज भइरहेछ यहाँ ठ्याक्कै हिमालबाट सूर्य निस्केको छ हामी ठ्याक्कै हिँड्दैछौँ यो चाहिँ डाँफे हामीले ठ्याक्कै ढुङ्गाको माथि देखिरहेछौँ फाइनली 6:15 बजी हामी भैरवकुण्डमा पुग्यौँ यस्तो छ भैरवकुण्ड वरिपरि यो ऊ त्यो कोचबाट आउनुपर्छ हाम्रो केटाहरू आउँदैछौँ कुनाबाट यस्तो छ झन् मजा है यहाँबाट सर हामी एक राउन्ड यसो लाएर उतार घुमेर त्यहाँ आउँदैछौँ यस्तो आइस हिँड्नुपर्ने रहेछ साथी हो भने होला नि अलि राम्रोसँग हिँड है राम्रोसँग साथी हो ल हिउँमा सुत्ने हो मजाले हिमालमा यसो रोकिँदैछु यस्तो हेर्दै हेर्दै पार्टी आधा आधा ल ल ल ल ल प्रभु ल हाम्रो कुण्ड चाहिँ यति ठुलो रहेछ कि यहाँदेखि छ धेरै वहाँसम्म कुण्ड धेरै ठुलो छ कि यहाँबाट कुना हानेर फेरि यता कुनासम्म हाने ल ल परमेश्वरी जय भैरवनाथ जय भैरव ल यत्रो हाइटा छ ल सबैजनालाई ल आइ 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 सीतारामजी कताबाट आउनुभयो हजुर अहिले हामी चाहिँ ठ्याक्कै साँखु हुँदै जर्सिङ गोवाबाट हामी कुण्डबेसी हुँदै जिरो हुँदै डारबिसेबाट चाहिँ सिधै हामी अहिले भैरवकुण्ड आएछौँ हिजो चाहिँ हामी आएर हामी कहाँ बस्यो चोकर मकरमा बस्यौँ हामी भैरवकुण्ड बिहान 4:45 बजी हिँडेको 6:15 बजी आएर यहाँ पुग्यौँ भने अहिले हेर्न सकिन्छ पुरै मनमोहक दृश्यहरू बाटोमा एकदमै रमणीय दृश्यहरू देख्न सकिन्छ लगभग यसको होइन सुन्नुहोस् अब यो कतिको हाइटमा छ यो पनि 4120 मिटरको हाइटमा छ यो एकदमै चिसो छ वरिपरि सबै हिउँमै हिउँ परेको छ भने 2 दिन ट्रेकको लागि एकदमै उत्कृष्ट गन्तव्यको रूपमा चाहिँ हामीले यो ठाउँलाई लिन सकिन्छ प्राय मान्छेहरू यत्रो हाइटसम्म आउँदाखेरि लेक लाग्छ भन्छन् ठाडो छ भन्छन् ऊ भन्छन् अब यस्तो बाटो तपाईँलाई चाहिँ कस्तो लाग्यो यस्तो छ बाटो मान्छेलाई चाहिँ अलिकति तराई भेगमा बस्नेहरूलाई चाहिँ अलिकति गाह्रै होला तर हामी पहाडी भेगमा बस्नेहरूलाई लागि त्यति गाह्रो अल्टिट्युड चाहिँ त्यस्तो लाग्ने छैन यहाँ बिस्तारै आरामले आए पनि हामीलाई अहिले 1.5 घन्टा लाग्यो भने हिँड्नै नसक्ने मान्छेलाई पनि 2 घन्टामा चाहिँ मजाले पुग्न सकिन्छ यो ठाउँ बाटो जस तेर्सो छ धेरै ठाडो नरहिन्छ चाहिँ दौडाउनु पर्ने काहीँ पनि छैन त्यो आउनलाई चाहिँ एकदमै जोसुकै मान्छे आउन नि सकिन्छ अनि सुमन के छ ज्यान ठिक त ठिक छ नि यहाँसम्म आउँदैछन् ल हल्का भास्तो भएको थियो हजुर हामी जस्तो इनर्जी फुल मान्छेहरू त्यति छैन है भैरवकुण्ड भैरव भगवान के नमस्कार सबैमा लामो भए तापनि भैरवकुण्ड यात्राको यो भिडियो हेरिदिनु भएकोमा सबैमा धेरै धेरै धन्यवाद अघिल्ला भिडियो चाहिँ यस भिडियोलाई पनि धेरै धेरै माया गरिदिनुहुन्छ भन्ने ठुलो आशा राखेको छु 2 दिन यात्राको यो भिडियो हेरेर के कस्तो भयो यसो सुझाव दिनु होला हस् त नमस्कार